अस्ट्रेलिया लेभल 3 मा आखिरमा झर्यो नि हैन। तपाईहरुका भिजा धेरैजनाको भिजा रिफ्युजल भयो नि हैन। जति बेला नेपाल एसेसमेन्ट लेभल 2 मा गएको थियो त्यति बेला मैले तपाईलाई अलर्ट गरेर भिडियो बनाइराको थिएँ। किनकि तपाई मार्केटको चिप प्रमोसनको पछाडी नलाग्नु होला। तपाईले अस्ट्रेलिया स्पेशलाइज्ड ब्रान्डमा मात्रै गएर अप्लाई गर्नु होला। जुन पाएदै कन्सल्टेन्सी चुज गर्दाखेरिमा आज तपाईहरुको भिजा रिफ्युजल भयो र आज नेपाल एसेसमेन्ट लेभल 3 मा झर्यो हैन। अब आज तपाई डिसअपोइन्टेड हुनुहुन्छ। आज अप्लाई गर्ने स्टुडेन्टहरु, आज अप्लाई गर्ने जति पनि पेरेन्ट्सहरु हुनुहुन्छ, सबैजना लेभल 3 मा गयो, अब चाहिँ भिजा नलाग्ने भयो भन्ने सोचिराख्नु भएको छ। आज फेरि म तपाईलाई मोटिभेट गर्न आइराको छु कि आज म तपाईलाई भन्न गइराको छु कि लेभल 3 मा गएर तपाईको भिजा रिफ्युजल हुने होइन। यो कुरामा चाहिँ तपाई एकदम क्रिस्टल क्लियर हुनु होला। हिजो लेभल 2 मा गएर तपाईको भिजा आउने र आज लेभल 3 मा गएर तपाईको भिजा रिफ्युजल हुने भनेको होइन। लेभल 3 मा गएर मक्ख पर्ने भए त अस्ति नै यो बीचमा तपाईहरुको जो जतिका स्टुडेन्टहरुको भिजा रिफ्युज भयो तपाईको आउनु पर्ने नि त, आएन नि त। त्यो कुरा एकदम 100% गलत हो। तपाईले बुझ्नुपर्ने कुरा के हो भने तपाईको प्रोफाइल स्ट्रङ हुनु पर्यो। तपाईको प्रोफाइल स्ट्रङ छ भने तपाईको भिजा आउँछ। र अर्को कुरा पनि तपाईले यो बुझ्नुस् कि अस्ट्रेलियन इमिग्रेसनले चाहिँ नेपाललाई हेर्ने नजर भनेको लेभल 3 इक्विभ्यालेन्ट नै हो। कहिलेकाहीँ चिप्लेर लेभल 2 मा गइहाले पनि अलिअलि एक दुईवटा केही समयमा भिजा सक्सेस रेसियो राम्रै भयो, एप्लिकेसन्सहरु थोरै परे, थोरै जेन्युन एप्लिकेसन परेर एक पटक दुई पटक चाहिँ नेपाल लेभल 2 मा गइहाल्यो भन्दैमा नेपाललाई हेर्ने नजर लेभल 2 कै नजर चाहिँ हुँदैन। नेपाल चाहिँ लेभल 3 कै नजरले हेरिरा हुन्छ। त्यो चस्मा लगाएर हेरिरा हुन्छ जहिले पनि। त्यो कारणले गर्दाखेरिमा चाहिँ तपाईले अब लेभल 3 मा गएर चाहिँ भिजा रिस्क भयो भन्ने चाहिँ होइन। भिजा ग्रान्ट रिस्क प्रोबेबिलिटी भनेको चाहिँ त्यो भनेको चाहिँ अहिले पनि एकदम इक्वल छ। यसमा चाहिँ तपाई ढुक्क हुनु होला। र अर्को कुरा चाहिँ तपाईले प्रोफाइल स्ट्रङ बनाउनु भयो तपाईको फाइनान्शियल एकाडेमिक, आईएलटीएस, पीटीई और त्यसपछि गएर जीएस स्टेटमेन्ट पनि सबै कुरा केयरफुल भएर बनाउनु भयो भने तपाईको भिजा आउँछ। यसमा नो डाउट। तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने समटाइम्स टाइमिङ इज अल्सो इम्पोर्टेन्ट है। तपाईले जस्तो कहिलेकाहीँ उनीहरूले भेरी स्ट्रङ प्रोफाइल तपाईको फाइनान्शियल एकाडेमिक्स हैन, तपाईको एभ्रिथिङ स्ट्रङ हुँदै पनि उनीहरूले भिजा रिफ्युजल गराइदिन्छ। त्यो भनेको उनीहरूको इमिग्रेसन पोलिसीमा डिपेन्ड हुने कुरा हो। कहिलेकाहीँ चाहिँ उनीहरूले इमिग्रेसन पोलिसीहरू स्लाइड चेन्ज गर्न खोजिरहेको हुन्छ। त्यस्तो सिचुएसनमा चाहिँ तपाई पर्नुभयो भने तपाई स्ट्रङ हुँदै पनि भिजा आउँदैन। त्यो भनेको तपाईको कन्सल्टेन्सीले मिलाउने कुरा हो हैन। जति बेला भिजा रिफ्युजल हुन सक्छ है यो बेलामा चाहिँ भन्ने भयो भने त्यो अवस्थामा चाहिँ इमिग्रेसन लसँग सम्बन्धित अथवा इमिग्रेसनको पोलिसीहरुको बारेमा चाहिँ कन्सल्टेन्सी अपडेटेड भएर तपाईलाई गाइड गर्ने हो। त्यसको लागि हो तपाईले राइट कन्सल्टेन्सी सेलेक्ट गर्नु पर्ने। सो एट लास्ट म तपाईलाई फेरि पनि भन्छु लेभल 3 मा गयो भनेर हतोत्साहित नहुनु होला, फ्रस्ट्रेटेड नहुनु होला। तपाईले प्रोफाइल चाहिँ स्ट्रङ बनाउनुस्। काम गर्ने कन्सल्टेन्सी वर्ल्डिच एजुकेसन जस्तै ब्रान्ड समात्नुस्। तपाईले वर्ल्डिच एजुकेसन मात्रै समात्नुपर्छ, त्यहाँ मात्रै गएर अप्लाई गर्नुपर्छ भन्ने छैन कि। तपाईले कुनै पनि कन्सल्टेन्सी अप्लाई गर्दाखेरिमा त्यो कन्सल्टेन्सी अस्ट्रेलियाको स्पेशलाइज्ड हुनु पर्यो। त्यो कन्सल्टेन्सीमा अस्ट्रेलियाको भिजा धेरै लागिरहेको हुनु पर्यो। त्यो कन्सल्टेन्सीले राम्रो राम्रो कलेजेस र युनिभर्सिटीहरु डाइरेक्ट रिप्रेजेन्ट गरेको हुनु पर्यो। हो, यी सबै कुराहरु तपाईले थाहा पाउनु भयो। यो सबै कुराहरु गर्छु त कसले भन्दैन हैन। तपाई जानुभयो भने काउन्सिलिङमा मसँग यो युनिभर्सिटी पनि छ, त्यो युनिभर्सिटी पनि छ भन्ने हुन्छ। वर्ल्डिच एजुकेसनमा आउनुस्, नभएको युनिभर्सिटी हामी छैन भनिदिन्छौँ हैन। हामी तपाईलाई चाहिँ जेन्युन काउन्सिलिङ, इथिकल काउन्सिलिङमा एकदमै धेरै विश्वास गर्छौँ। अब एप्लाई गर्ने स्टुडेन्टहरु प्लिज तपाईहरु चाहिँ अलर्ट हुनु होला र तपाईहरुले प्रोफेसनल कन्सल्टेन्टको सहायताले मात्र अप्लाई गर्नु होला। सो दैट okay there will not be any risk of your visa। यसको बारेमा अरु थप इन्फर्मेसन जान्न चाहनुहुन्छ भने तपाई वर्ल्डिच एजुकेसन भिजिट गर्न सक्नुहुन्छ। हामी न्यू रोड पोखरामा अवस्थित छौं। नमस्ते।